अन्धकार शक्तिले मुक्ति सम्बन्धले प्रार्थना बिन्ती गर्नेछु उनीहरूसँग फेरि प्रसन्न गर्नुहुन्छ। Hello everyone, it's me Krish Pasrana. आज स्त्रामा दफन सेवा भएको कारणले गर्दा म यहाँ हाम्रो मण्डली परिवारबाट हामी मोरियाबाट 4 जना प्राणीहरू आएका छौँ। म तपाईहरुलाई यहाँको केही दृश्यहरू देखाउन गइरहेको छु। अब सेवा चाहिँ कति बेला सुरु हुन्छ अहिले चाहिँ भएको छैन, अब एकछिनमा सुरु हुन्छ। हामी चाहिँ छिटै आइएछ है ल। संरचना देख्न सक्छ। अन्तीहरूले कोही नाबाचेका भएका छोराछोरीहरूले आजका दिन सुसन्देश पाएर तपाईँलाई विश्वास गर्न सकुन् प्रभु हाम्रो निम्ति प्रार्थना गर्दछौँ। आजको सेवाकाई दूत छुटकारा दिनेवाला उहाँ मात्रै हुनुहुन्छ। उहाँ बाहेक कोही ईश्वर छँदै छैन, उहाँ बाहेक कोही ईश्वर छँदै छैन। यसो त मेरो छुटकारा दिनेवाला, मेरो उद्धारक उहाँ जीवित हुनुहुन्छ। उहाँले तपाईँलाई जीवन दिनुहुन्छ, अनन्त जीवन उहाँले दिनुहुन्छ। के यस्ता परमेश्वरलाई के विश्वास नगर्ने? यहाँ आमाले विश्वास गर्नुभयो, आमाले विश्वास गर्नुभयो अनि सङ्गतिमा लागिरहनु हुँदैन, उहाँ सङ्गतिमा लागिरहनु मृत्युमा पनि पीडा दिनु भएन आमालाई। घरका सदस्यहरूले पनि थाहा पाएन होला, थाहा पाए कहाँ हुन्छ घरको सदस्यहरू? एकजनाले भन्छ मेरो मृत्यु पनि धर्मी जनको जति होस् भनेर भनेको छ।
उहाँहरू चाहिँ परिवार हुनुहुन्छ है, उहाँहरू चाहिँ परिवार हुनुहुन्छ है आजको ड्रामाको। देख्नु होला। विक्रम सम्वत 1993 साल वैशाख महिनाको 1 गते बागलुङ जिल्ला जलजला गाविस वडा नम्बर 4 समुद्रे भन्ने गाउँमा बाबा दलबहादुर श्रीष र आमा तुलसीदेवी श्रीषको कोखमा भएको थियो। समयक्रमसँगै सोही बागलुङ जिल्ला जलजला गाविस वडा नम्बर 5 अदाम गाउँ निवासी स्वर्गीय लालबहादुर बुढाथोकीसँग उहाँको वैवाहिक बन्धनमा उहाँ बाधित भए। भोलि के हुने हो छैन भरोसा, छैन ठेगाना, छैन भरोसा, छैन ठेगाना। आज हो प्रभु, यो एउटा मृत्यु भए तापनि प्रभु आज यो एउटा मृत्युबाट विजय भएको प्रभु यीशु मसीहले आज जुन आशा प्रभुले दिनुभएको आज यो उत्सव पनि हो, जसले उद्धार र मुक्ति र जीवन पाए, जो मृत्युबाट आज जीवन
Kasih